सप्तशी दिदी शुभ बिहानी। तपाईहरुलाई म एउटा सानो जानकारी लिएर आएको छु हैन। जानकारी चाहिँ के हो भन्दाखेरि चाहिँ अब हामी छिमी जलाइसक्छ नि त हैन। छिमी जलाइसकेपछि प्राय मैले देखेको अनुसार है, अब गुम्बातिर त त्यस्तो गर्दैन, तर गाउँघरमा देखे अनुसार मेरो अनुभवी है के गर्छ भन्दा त्यो जलाइसकेपछि यो चाहिँ जताभावी फ्याँक्ने रहेछ। यो जुन लास्टको भाग हुन्छ नि हो त्यो चाहिँ तपाईहरुले त्यस्तो नगर्नुस् हैन। के गर्नुस् भन्दाखेरि अब यो निकाल्यो हैन, अब यसलाई निकालेर यसरी यस्तो निकालेर यहाँ राख्ने हैन। यहाँ राखेर जस्तै कि अब तपाईहरुको प्रत्येक दिन नै जलाउँछ भने चाहिँ एउटा भाँडामा लिएर जम्मा गरेर राख्ने हैन। अनि पछि त्यो सफा ठाउँमा जलाइदिने। अथवा यो अब तपाईले छिमी ज्ञान छ अब 108 वटा मात्रै जलाउनु भएको छ भने चाहिँ त्यो चाहिँ त्यतिखेर नै अब यो यसरी जम्मा गरे हैन। जम्मा गरेपछि साथसाथै तपाईले यो छिमी सबै सफा गरिसकेपछि जलायो भने चाहिँ झनै उत्तम हुन्छ। किनभने अब हामीले शुद्ध एउटा मान्छौँ हैन। अब साङ्गेला चढाएको भन्छ हामीले अब छिमी हैन। छिमी जलाइसकेपछि जुन बाँचेको भाग पनि त हाम्रो साङ्गेला चढाएको हो नि त हैन। अब त्यसलाई चाहिँ अब जताभावी फेकेपछि त जुन हामीले पुण्य कमाएको छ त्यो त अलिकति घटेर जान्छ होला नि त नि। यसो लोजिक अब यसो सोच्दाखेरि हैन, अब त्यो त सबैलाई थाहा भएको कुरा नै हो। सबै व्यक्तिगत एउटा भन्नु पनि नमिल्ने हैन। यस्तो गरौँ त्यस्तो गरौँ भने अब त्यो चाहिँ जानकारीको लागि छोटो भिडियो हैन। हजुरहरुलाई कस्तो लाग्यो अब हजुरहरुको पनि अब आफ्नो आफ्नो गाउँ ठाउँमा आफ्नो एउटा रुल्स अब रेगुलेसन होला हैन। आफ्नो आफ्नो एउटा टिम होला। तपाईहरुको गाउँमा चाहिँ के कसो गर्छ मलाई भनिदिनु होला। त्यो चाहिँ छैन।